यो बजार विशेष गरी हप्ताको दुईचोटि बुधबार र अनि शनिबार चाहिँ लाग्ने गर्छ र दशैंको टार्गेट हेर्ने हो भने दशैंको कुरा हेर्ने हो भने जस्तो नवमीसम्म चाहिँ यहाँ बजार लागिरहेको हुन्छ र विशेष गरी कसरी कारोबार भएको छ के भयो छ भनेर चाहिँ अब मैले विभिन्न व्यापारीहरू कृषकहरूसँग चाहिँ कुरा गराउने छु र यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ एकदम राम्रो क्वालिटीको विभिन्न क्वालिटीको बोका खसीहरू चाहिँ यहाँनिर मैले दाइसँग चाहिँ कुरा गर्न लाएँ। दाइ कसरी चाहिँ कारोबार हुने गरेको छ यो ठाउँमा खसी बोकाहरू यसको बारेमा केही जानकारी दिनुस् न हामीलाई। अब यहाँ हप्तामा शनिबार र बुधबार बजार लाग्ने गर्छ। हजुर। अनि 100-150 खसी बोका आएपछि पनि कारोबार हुन्छ। हजुर। दसैँ र तिहार विशेष गरी अब चाहिँ कुल पूजाको बेलामा 400-500 खसी बोकाको कारोबार हुन्छ। हजुर। अब 450-500 देखि सानो र ठुलोसम्म 650 सम्म किनबेच हुन्छ जिउँदो तौलेर। हजुर। कति वर्षदेखि यो कारोबार गर्दै हुनुहुन्छ तपाईले यसको बारेमा नि केही कुरा गरिदिनुस् न हामीलाई। हजुर 15 वर्षदेखि म विगत 15 वर्षदेखि यहाँ काम गर्दै आइरहेको छु। हजुर। अनि यो दशैंको तुलना दशैंको जुन कुरा गर्नु पर्दाखेरि चाहिँ कहिलेसम्म लाग्ने गर्छ दाइ यो बजार जस्तो ठ्याक्कै बुटोल उपमहानगरपालिकाको ठ्याक्कै अगाडिपट्टि रहेछ यो बजार। हजुर। कहिलेसम्म लाग्ने गर्छ दशैंलाई फोकस गर्ने हो भने? एक हप्ता 10 दिन अगाडिबाट बजार विशेष गरी अलिक बढी फोकसमा हुन्छ। हजुर। अनि अब पूजा गर्न लानेहरूले अनि जिउँदो घरमा मिलाएर काटेर खानेहरूले अनि दुकानदारहरूले व्यापारीहरूले सबै समग्रमा मिलाएर अनि लाने मेन केन्द्र बनेको छ। जे होस् दशैंको बेलामा चाहिँ अरू बेला जस्तो बुधबार र शनिबार लाग्छ भने दशैंको बेला जे होस् नवमीसम्म चाहिँ यो बजार लाग्ने गर्छ हैन? हजुर हजुर। र धन्यवाद दाइ, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहे। र यहाँनिर देख्न सक्नुहुन्छ विभिन्न साइजको खसी बोकाहरू चाहिँ हजुरहरूले यो बजारमा चाहिँ पाउनुहुन्छ र यसरी तपाईहरुले अब मैले अरू व्यापारीहरूसँग अरू कृषकहरूसँग चाहिँ कुरा गराउने छु है त। सबैजनालाई नमस्कार। आजको भिडियोमा विशेष गरी हजुरहरूको लागि बुटोल उपमहानगरपालिकामै लाग्ने एउटा बाख्रा बजारको तपाईहरुलाई अपडेट दिन खोजिरहेको छु। विशेष गरी यो ठाउँमा विभिन्न पहाडी एरियाहरूबाट पाल्पा गुल्मी अर्घाखाँची एरियाबाट चाहिँ यो ठाउँमा विभिन्न किसिमका लोकल बाख्राहरू चाहिँ तपाईहरुले पाउनुहुन्छ। विशेष गरी खसी बोकाहरू यो ठाउँमा पनि प्रशस्त मात्रामा लागेको छ र जस्तो रोडको पारिपट्टि पनि लागेको छ र यहाँ विशेष गरी किसानहरू आफैले पनि लिएर आउनुहुन्छ र विभिन्न किसिमका व्यापारीहरूले पनि लिएर आउनुहुन्छ। अब चाहिँ मैले हजुरहरूलाई यो बाख्रा बजारको सबै अपडेटहरू देखाउनेछु। विभिन्न व्यापारीहरूसँग कृषकहरूसँग चाहिँ कुरा गराउनेछु कसरी कारोबार भएको छ के छ भनेर। अब चाहिँ हामी त्यतातिर लाग्छौँ है त। र अब चाहिँ मैले हजुरहरूलाई यो बजारको चाहिँ अपडेट दिन खोजिरहेको छु। विशेष गरी विभिन्न ठाउँको बजारहरूको अपडेट तपाईहरुलाई दिँदा गर्दाखेरि आज चाहिँ म बुटोल उपमहानगरपालिकाको जुन यो शनिबार र बुधबारे हाट बजारमा जुन लाग्ने बाख्रा बजार यानि कि खसी बजार बोका बजारलाई अपडेट दिन खोजिरहेको छु र थोरै यहाँनिर हामी चाहिँ दाइसँग कुरा गर्छौँ। दाइ कसरी दिनुभएको छ यो बोकाहरू? यो बोकाहरू त अब यहाँ केजीको हिसाबले दिनुहुन्छ कि जस्तो कुटुवा पनि लिएर आफ्नो भाउमा कुट्टा पनि ल्याइन्छ नआयो भने हामीले 600 रुपियाँ किलो 650 रुपियाँ हेरी मोटा दुब्ला निर्भके काला। अनि एकदम नर्मल एकदम तल्लो रेटमा लगभग कति 100 रुपियाँ केजीदेखिको चाहिँ कारोबार हुने गर्छ दाइ यहाँ? अब एकदम नर्मल भनेको कम्तीमा पनि 500-550 रुपियाँ किलो 500 रुपियाँ किलो छ। 550 रुपियाँ 500 रुपियाँ केजीदेखि चाहिँ माथितिर कारोबार चाहिँ हुन्छ हैन दाइ? र यहाँनिर देख्न सक्नुहुन्छ हजुरहरूले एकदम सानो साइजदेखि लिएर ठुल्ठुलो साइजहरूसम्मको मैले तपाईँलाई अपडेट दिन खोजिरहेको छु। र विशेष गरी यो बजार बुटोल उपमहानगरपालिकाको जुन मेन मुख्य कार्यालय छ त्यो मुख्य कार्यालयको ठ्याक्कै अगाडि लाग्ने गर्छ। हरेक हप्ता बुधबार र शनिबार चाहिँ विशेष गरी यो बजारहरू लाग्ने गर्छ। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ एकदम ठुल्ठुलो साइजको पाठाहरू दशैंलाई फोकस गरेर चाहिँ अहिले आइसकेको छ। यहाँनिर थोरै हामी किसानसँग यानि कि व्यापारीसँग केही अपडेट लिन खोजिरहेका छौँ। दाइ कसरी दिनुभएको छ यो? 500, 550, 600, 650 मा बिक्री भइरहेको छ। जियोस् जुन यो अहिले ठुलो साइजको जुन हामीले बोका देखेका छौँ यो ठुलो साइजको बोका कसरी दिनुभएको छ? जस्तो कोही किसानहरू अथवा कोही व्यापारीहरू आउनुभयो खरिद गर्न भने कसरी दिनुभएको छ? जिम्दो तौलदाखेरि 600 मा दिएको। 600 रुपियाँ केजी हैन? र तपाईहरुले देख्न सक्नुहुन्छ जुन लार्ज साइजको तपाईहरुले पाठाहरू जुन चाहिँ विशेष गरी यो गुल्मी अर्घाखाँची र त्यसै गरी चाहिँ पाल्पा र रूपन्देहीका जुन कृषकहरूले पालेका जुन एकदम एक नम्बर तपाईहरुले चिजहरू चाहिँ यहाँ पाउनुहुन्छ। विशेष गरी यो पाल्पा दोबान जुन चाहिँ अलिकति चिसो ठाउँ भनेर पनि भन्ने गरिन्छ बुटोलको तुलनामा त्यो ठाउँबाट ल्याइएका बोकाहरू तपाईहरुले देख्न सक्नुहुन्छ। यो 600 रुपियाँ केजी भनेर भनिएको छ। यहाँनिर देख्न सक्नुहुन्छ थोरै इन्डियन ब्रिड जुन चाहिँ सिरोही भनेर भन्ने गरिन्छ। यहाँनिर पनि थोरै जमुना पार क्रस तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ थोरै कुरा गर्न चाहे यो हाम्रो तराई भेगका व्यापारीहरू हुनुहुन्छ। कसरी दिनुभएको छ दाइ?
650 रुपियाँ केजी। कुन ठाउँबाट लिएर आउनुभएको यो? चन्द्रौटा। र मैले तपाईँलाई चन्द्रौटाको बजारको अपडेट पनि देखाएको थिएँ। मङ्गलबार, हरेक मङ्गलबार त्यहाँ चाहिँ बजार लाग्ने गर्छ, विशेष गरी खसी बजार। र आज चाहिँ यो बुटोल उपमहानगरपालिका जुन ठ्याक्कै गेटै अगाडिपट्टि यो बजार लागेको छ। यहाँनिर देख्न सक्नुहुन्छ अर्को क्वालिटीको पुरा जमुना पार्क प्लस, जुन चाहिँ अलिकति यसको सिङ चाहिँ छैन, अक्खा साइजको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। यी कसरी दिनुभएको छ दाइ यो? 37,000। जोखेर कसरी दिनुहुन्छ? जोखेर 600 रुपियाँ किलो। र 600 रुपियाँ किलो तपाईँहरूले यही ठाउँमा पाउनुहुन्छ। आफ्नो बार्गेनिङ कुरा गर्ने कुरा हो। र यहाँनिर देख्न सक्नुहुन्छ यसको साइज, स्ट्रक्चर। र मैले बारम्बार तपाईँलाई भनिरहेको छु, विशेष गरी हरेक हप्ता बुधबार र शनिबार चाहिँ यो बजार लाग्ने गर्छ भने कपिलवस्तुको चन्द्रौटा भन्ने ठाउँमा पनि त्यहाँ बजार लाग्ने गर्छ। यहाँनिर अर्को एउटा चिज दाइ थोरै अपडेट दिनुहोस् न हामीलाई, कसरी दिनुभएको छ दाइ यो? यो चाहिँ जोखेर 550। 550 रुपियाँ केजी। कुन ठाउँबाट लिएर आउनुभएको? पाल्पाको पाल्पाको तिनाउबाट। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले अलिकति ठुलै साइजको जुन तपाईँहरूले बोका 550 रुपियाँ केजी तपाईँहरूले चाहिँ यहाँ पाउनुहुन्छ। र अरू अपडेट चाहिँ मैले यहाँनिर देखाउन खोजेँ, यहाँनिर देखाउन चाहेँ मैले। यहाँनिर हेर्न सक्नुहुन्छ यो टन्न पुरै विभिन्न ठाउँबाट व्यापारीहरू, कृषकहरू यो ठाउँमा चाहिँ जमात गर्नुहुनेछ। मैले केही कुराहरू यहाँनिर व्यापारीबाट चाहिँ लिन खोजेँ। दाइ कसरी दिनुभएको छ यो? हामीले 500, 550, 600 रुपियाँ किलोसम्म। हेरिकन है, सबैभन्दा तल्लो रकम भनेको चाहिँ 500 रुपियाँ केजी भन्नुभयो होइन? र कुनलाई 500, कुनलाई 600 के छ तपाईँहरूले थोरै भनिदिन सक्नुहुन्छ? कालो अनि सेतो राम्रो बिरङकोलाई 500 मा दिइन्छ। हजुर। राम्रो रङवालालाई 600, 650। कुन ठाउँबाट लिएर आउनुहुन्छ तपाईँहरूले? पाल्पाबाट है। र यहाँनिर देख्न सक्नुहुन्छ जुन पाल्पाको प्योर माल भनेर भन्ने गरिन्छ, यो एकदम लोकल रही खाने बाख्रा, खरी जातको बाख्राहरू, जमुना पार्क क्रस बाख्राहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। जुन यो बिरङ भएको, रङ छ्याक्क बिरङ भएको, फरक खाले रङ भएको बाख्रालाई 500 रुपियाँ केजी र 550 देखि 600 रुपियाँ केजी चाहिँ यो ठाउँमा पाउनुहुन्छ। यो रेट भनेको यो दसैँलाई मात्र नभएर हरेक हप्ता जुन बुधबार र शनिबार जुन बजार लाग्ने गर्छ, विशेष गरी त्यो बजारमा चाहिँ यो रेटमा पाउनुहुन्छ। तपाईँहरू जुन ठाउँबाट यहाँ आउनुहोस्, अर्घाखाँची, पाल्पा, गुल्मीको सामानहरू चाहिँ पाउनुहुन्छ। पुरा बजारमा च्याक्क एक नम्बर पाठाहरू तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ, जुन चाहिँ दुई दाँत पनि निस्केको छैन। ग्रोथको हिसाबले हेर्ने हो भने तपाईँले देख्न सक्नुहुन्छ। थोरै यहाँनिर कुरा गराउन चाहेँ मैले। दाइ कसरी दिनुभएको छ यो? केजीलाई 650। 650 रुपियाँ केजी दिनुभएको छ। कुन ठाउँबाट लिएर आउनुभएको यो? पाल्पा कचलदेखि। पाल्पाबाट है। र यहाँनिर देख्न सक्नुहुन्छ पाल्पाबाट ल्याइएका जुन सामानहरू तपाईँहरूले एक नम्बर, दुई दाँत पनि भएको छैन। अघि मैले चेक गरेको थिएँ। र यसरी चाहिँ विभिन्न किसिमको चिजहरू तपाईँहरूले यो दसैँलाई मात्र फोकस नगरेर अरू बेला पनि यो बजारमा पाउनुहुन्छ। यहाँनिर थोरै अपडेट दिन चाहेँ मैले। अगाडिपट्टि पुरा बजारमा सबैभन्दा ठुलो चिज मैले हजुरहरूलाई देखाउन खोजिरहेको छु। विशेष गरी हेर्दाखेरि इन्डियन जस्तो छ। यहाँनिर मैले जोड्न चाहेँ। र यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले पुरा बजारमा एक नम्बर हेर्न सक्नुहुन्छ। यसको यो जुन गला इन्डियन माल भनेर भन्ने गर्छ। अब यो कुन ठाउँको थाहा छैन। दाइ कसरी दिनुभएको छ यो? 650 रुपियाँ केजी। कुन ठाउँबाट ल्याउनु भएको? चन्द्रौटा। र मैले बारम्बार तपाईँलाई भनिरहेको छु, चन्द्रौटामा पनि प्रत्येक मङ्गलबार ठ्याक्कै कपिलवस्तुको चन्द्रौटामा बजार लाग्ने गर्छ भने आजको बजार भनेको विशेष गरी हजुरहरूको लागि बुटोल उपमहानगरपालिका हाट बजारको ठ्याक्कै अगाडिपट्टि, यानि कि नगरपालिकाको ठ्याक्कै अगाडिपट्टि लागेको बजारहरूलाई हजुरहरूको अपडेट देखाउँदैछु। यहाँनिर कुरा गराउन चाहिँ कसरी दिनुभएको छ दाइ? 650। कति? 650 रुपियाँ। र यहाँनिर देख्न सक्नुहुन्छ हजुरहरूले 650 को जुन चाहिँ यो तराईको चिज। तपाईँहरूले अर्को कुरा के ख्याल गर्न सक्नुहुन्छ भने विशेष गरी यसको बाल चाहिँ अलिकति एकदम कम बाल छ भने यतापट्टि हेर्न सक्नुहुन्छ अलिकति बढी बाल भएको पहाडको बाख्रा र तराईको बाख्रा भनेर यसरी छुट्याउन सक्नुहुन्छ। तपाईँहरूले यहाँनिर थोरै मैले दाइसँग कुरा गराउन चाहेँ। दाइ कुन ठाउँबाट हजुर? पाल्पादेखि है। प्रत्येक बजार आउनुहुन्छ? कसरी दिनुभएको छ? कसरी कारोबार हुने गर्छ दाइ यहाँ? 600 रुपियाँ किलो बेचिन्छ। 600 रुपियाँ किलो बेच्नुहुन्छ होइन? एकदम न्यूनतम भनेको कति न्यूनतममा हजुरहरूले बेच्नु भएको छ? एकदम तल्लो रकम भनेको तपाईँको बिसिजनमा 400, 450। हजुर। सिजनमा 600। जस्तो अहिले दसैँको बेलामा चाहिँ लगभग 600 रुपियाँ केजी र जस्तो अरू बेलामा चाहिँ दसैँ तिहार बाहेक अरू बेलामा चाहिँ 450, 500 रुपियाँ केजी जिउँदो होइन दाइ? र यसरी अझ प्रष्ट मैले हजुरहरूलाई पारेको छु। विशेष गरी दसैँको समयमा चाहिँ 600, 650
550 चाहिँ कारोबार हुने गर्दो रहेछ यो पहाडको खसी बोकाहरू भने अरू बेलामा चाहिँ विशेष गरी हजुरहरूले 400, 450, 500 रुपियाँ केजी चाहिँ हजुरहरूले यो ठाउँमा पाउनु हुँदो रहेछ। यहाँनिर देख्न सक्नुहुन्छ र यहाँनिर देख्न सक्नुहुन्छ पुरै सङ्ख्यामा विशेष गरी गुल्मी, पाल्पा, अर्घाखाँची लगायत विभिन्न पाल्पाको रही खाने बाख्राहरू चाहिँ विशेष गरी ल्याउने गरिन्छ र यहाँनिर जुन बुटोलकै एकदम 1 नम्बर व्यापारी भनेर भन्ने गरिन्छ हाम्रो दिनेश दाईसँग चाहिँ कुरा गराउँदैछु मैले। दाई कति सालदेखि कारोबार गर्दै हुनुहुन्छ यो बाख्राको? मैले 15 वर्ष भयो। 15 वर्ष भयो है। कसरी लगभग एकदम तल्लो एमाउन्टमा कसरी चाहिँ खरिद बिक्री हुने गर्छ र माथिल्लो एमाउन्टमा कतिमा खरिद बिक्री हुने गर्छ थोरै प्रश्न पारिदिनुहोस् न हामीलाई। यहाँ 550 रुपियाँ किलोदेखि 650 सम्म। 650 सम्म है। र विशेष गरी कुन बार यो बजार लाग्ने गर्छ? जस्तो अहिले दसैँलाई फोकस गरेर अब कुन बार विशेष गरी हाम्रो चाहिँ कहिलेसम्म चाहिँ यो बजार लाग्ने गर्छ यसको बारेमा नि भनिदिनुहोस्। अहिले तपाईँको अब यो दसैँको लागि त खास यहाँ बजार लाग्ने बुधबार र शनिबार हो। हजुर। अहिले दसैँको उसले गर्दाखेरि तपाईँको दिनै लाग्छ। जोस् यो दशमी भन्दा नुवामीसम्म चाहिँ यहाँ खसी बोकाहरू किन्न पाइन्छ होइन? नुवामी 10-11 बजीसम्म पाइन्छ। र धेरै धेरै धन्यवाद दिनेश दाई। र यसरी चाहिँ तपाईँले देख्न सक्नुहुन्छ जुन दसैँभन्दा नुवामीसम्म चाहिँ यहाँ खासै गरी आजको बजार चाहिँ सबैभन्दा बढी भिड भएको बजार भनेर भन्ने गरिन्छ भने नुवामीसम्म चाहिँ यहाँ आएर तपाईँले खसी बोकाहरू खरिद गर्न सक्नुहुन्छ। पुरै पहाडको यानि कि जुन पहाडी बोकाहरू चाहिँ तपाईँले विशेष गरी यहाँ पाउनुहुन्छ। जोखेर नि पाउनुहुन्छ, कुटुवा पनि पाउनुहुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ पुरै विभिन्न किसिमको कलरहरू तपाईँलाई जस्तो कालो कलरदेखि लिएर सेतो कलर कस्तो चाहिने हो त्यो सबै पाउने गर्छ। दाइ थोरै हामीलाई इन्फर्मेसन दिनु त कसरी कारोबार गर्नुभएको छ दाइ केजीको? केजीको 650, 550 हेरी छ। यो सबैभन्दा तल्लो मूल्य भनेको कतिमा चाहिँ कारोबार हुन्छ र माथिल्लो मूल्य कतिसम्ममा कारोबार भएको छ यहाँ? 500, 550, माथिल्लो 650। 650 सम्म होइन? जस्तो कुतुवा पनि जान्छ, जोखेर पनि जान्छ होइन? कुतुवा पनि जान्छ, जोखेर पनि जान्छ। र यहाँनिर देख्न सक्नुहुन्छ विभिन्न साइजको तपाईँहरूले पुरै च्याक्कै कालो जस्तो भन्यो त्यस्तो पाउनुहुन्छ पुरा बजारमा। तपाईँहरूले पहाडदेखि लिएर तराईको सबै चिजहरू यो बजारमा चाहिँ पाउन सक्नुहुन्छ। यहाँनिर देखाइरहेको छु मैले पुरै अपडेट दिन खोजिरहेको छु। विशेष गरी यो बजार लाग्ने भनेको हरेक बुधबार र हरेक शनिबार चाहिँ यो बजार लाग्ने गर्छ। र यसरी चाहिँ पुरै अपडेटहरू मैले तपाईँलाई देखाउन खोजिरहेको छु। यहाँनिर जस्तो जोखेर पनि कारोबार हुने गर्छ। र यसरी चाहिँ तपाईँहरू डाइरेक्ट यो बजारमा आइसकेपछि विभिन्न किसिमको खसी बोकाहरू चाहिँ एभाइलेबल हुने गर्छ। तपाईँहरूलाई देखाउन खोजिरहेको छु मैले विभिन्न साइजको बाख्राहरू जुन स्थानीय बाख्राहरू, रही खाने बाख्राहरू र यो तराईको बाख्राहरू भन्दा पनि विशेष गरी पहाडी एरिया यानि कि गुल्मी, अर्घाखाँचीदेखि लिएर सबै एरियाको चाहिँ यो एउटा चाहिँ जमात हुने ठाउँ भनेर हजुरहरूलाई देखाउन खोजिरहेको छु मैले। यहाँनिर देख्न सक्नुहुन्छ थोरै दाइसँग चाहिँ मैले कुरा पनि गराइसकेको चाहिँ विभिन्न किसिमका बाख्राहरू यहाँनिर हेर्न सक्नुहुन्छ हजुरहरूले। र यसरी हरेक दिन भन्दा पनि जस्तो दसैँसम्म, नुवामी दशमीसम्म चाहिँ यो बजार लाग्ने गर्छ भने र त्यसै गरी अरू बेलाको कुरा गर्ने हो भने प्रत्येक महिना यानि कि प्रत्येक हप्ता 2 दिन चाहिँ यो बजार रहने गर्छ यो ठाउँमा। र बुटोल उपमहानगरपालिकाको ठ्याक्कै गेट अगाडि बाल मन्दिर भन्ने ठाउँमा चाहिँ यो बजार लाग्ने गर्छ। बुधबार र शनिबार चाहिँ हजुरहरूले विशेष गरी यो खसी बोकाहरू चाहिँ पाउनुहुन्छ यो ठाउँमा।